एक दुई दिन के काम छ सँग हैन मान्छेले कान्छी यहाँ त पुरै भिडियो स्टार्टिङ हुनभन्दा अगाडि म हजुरलाई स्पष्ट कुरा भन्नेछु हल्का त्यो सुनिसकेपछि हजुरले कुरा हल्का बुझ्नुहुन्छ भिडियो हेर्न पनि इजी मान्नुहुन्छ खास कुरा के हो भने मैले नेपालदेखि इन्डिया बुढी लिएर आएको थिएँ 3 महिना लाग्यो घुमाउनको लागि यहाँ आएको 8-10 दिनपछि के कस्तो मैले के प्लान गरेँ पनि होइन बुढीलाई प्र्याङ्क गर्छु भन्ने प्लान गरेँ मैले यस्तो भने कि यहाँ बसेर काम छैन तिमी जाऊ घर नेपालतिर काम पनि हुन्छ यहाँ काम पनि छैन भने उसले सोचेको 3 महिनाको लागि आम कहाँ यतिसम्म जा भन्छ यसले अन्त केटीको गर्लफ्रेन्ड बनाएको छ कि छैन छ कि त्यस्तो लाग्यो उसलाई सक लाग्यो होइन भनेपछि उसले जान्छु म घर अब बस्दैन 1 वर्ष 2 बस्दैन भन्नु रातभरि मसँग बोल्दैन फेरि अर्को नेक्स्ट दिन के हुन्छ भने म भन्छु घर जाने आएपछि जाऊ अब के छ म किराया दिन्छ दिन्छु होइन फोन नम्बर दिनु ताइको अब ठिक छ तर मैले अब नाटक गरेर होइन म कलमा त्यतिको फोन लगाएर भन्छु दाइ आउनुहोस् ल्याउनुहोस् छिटो भनेर पुरा गर्छु होइन त्यसपछि रियाक्सन कस्तो हुन्छ भिडियोलाई इन्जोय गर्नुहोस् है त दिन बोले भन्नुले हेलो त्यो बन्दै हो घरदै पनि खाएको त केटाकेटी हो घर त्यही लैजान्छु भनेर कहिले घर भोलि यस्तो गर्नु न आज यता आउनु यतादेखि जानु न होइन क्या नेक्स्ट भने आज लड्दैन उतै दबाउनु राख्नुला त्यहाँ भोलि खोल्नु त्यहाँ 1 वर्ष आउनुहुन्छ ल 1 बजी आउँछ तिमी है हिजो किराया लिएर तयार पारेको छ किराया लिएर ठिक सामान के किने उसो Oh no! Người tin là kirai हो घर त उता क्या छ बङ्गलादेश होला बङ्गलादेश ह किन किराय हो बढ हेर्दै छु बोली बङ्गलादेश आम भन्दिन गले राम्रो छ अन्त पेन्सन लाला त्यस्तै बोल्न पाइन भने त होला नि भन्छ ल घर त जानु पर्यो घर हेर्नु पर्यो मुख दुई छैन त्यति सत्य गर्ने सत्य गाडी में छान्छु के उही मैले ट्रेन बुझ्छु त्यहाँ म फोनमा भन्छु यो वाला त्यहाँ कस्तो छ धोरे पनि हामी इको छ त्यही आउँछ म तपाईलाई छुट्यो त एकदम बिन्दु दिएछ यो लगभग 17-18 किराया लाग्छ त पढ त
लु यो बाटो खर्च राम्रोसँग बाटो जान्छ कि जो अटेको माथि बसेको यस्तो ड्राइभ गरिन्छ Oke, sudah naur. Kini naur gini. घर जाने भन्छ र किन के भएको फेरि मुन्छन् कोही घर के ढेकै भेटेर जाऊ यार भेटेर जाऊ मैले के नहोगे अनि चाहिँ सोध्न सक्छु त के भयो अब सोध्न के हो कान्छी यति त्यो जाने घर धेरै पनि न अनि अहिले कसरी जानेहरू भनेको के यस्तो सार्नु पर्छ त कस्तो होला के भयो घरमा के मानिन्छ भनेर के लागि गर्दा र होइन कि आफै जाने भने मैले हेर्यौँ घर आए बस्यो अब घर हिँड्ने जहाँ गयो भने त भने त्यसो भन्दै चाहिँ आए बस्नुहुन्छ भन्नु अनि आफूले त्यसो भन्ने हो त अनि के नानी हो त भन्न पो पर्छ र किन के भन्छ गाडे लाउनेहरूले त त्यसो त भनिहाल्दैन हामीलाई त झन् उहाँ जाने भन्छ अब मतलब छैन भन्छ घर गयो हुन्छ भने भन्ने त नि फेरि त्यसरी अन्त आफू अघि खानु कुनु त हुन्छ नि भनेको हुन हाम्रो त झन् मतलबै छैन गइहाल्छ भन्छ जाने जान्छ भन्छ आफै यता हेर यो दैनिक रुन्छ दैनिक रुन्छ न फेरि चाहिन्न र कान्छले मान्छेले तिमी फेरि के गर्दा नि झोलो बोकेर आएको त नि फेरि खालको मान्छे ओ यो झोलो लगेर भित्र मान्छेले के भन्नु अस्ति भएर आउने छाडन छुडन त भइहाल्छ नि भनेको सबै त त्यो बच्चा लिएर गयो भनेको यो चाहिँ होइन नबोलिराख एक दुई दिन के काम छ होइन मान्छेले कान्छी हिँड्नु भएको छ तपाईँ रोक्ने किन फर्किया त मोटा तो घूमने जाने को आज गेम में पूरे घूम जो में कुछ बार जाने मार हंसो ने बस जाने मलाई जाऊ भने चाहिँ के त्यही भएर हो के त्यही भन्ना है खाने खाने कागजले त्यही भन्नाले कसैलाई पुग्छस् पुग्छ म तिमीले हो ल ल आइज अन्ति जाने
त्यति सानो कुरामा पनि त्यस्तो गर्ने आफै धुदिन सपोर्ट कुवामा परेर हेरिराखेको छ त्यस्तो पनि नगराए कान्छीहरू यो कान्छी पनि फेरि कहिले भन्नु नपर्ने मान्छे फेरि के गर्दा त्यस्तो अहिले भनिदियो होला नि मसँग बनाइसकेर अहिले भनेर इच्छा अब बनाएको थिएँ मैले बेलुका बसेर चाहिँ यो कान्छीलाई त बोल्ने विचार यो कान्छी के गर्दा नि झोला बोकेर अघि गएको होला त नि फेरि कहाँ पठाइदिन्थ्यो तिमीले कहाँ जान्छ सक्दैन पछि गएर चाहिँ कान्छीलाई पनि त्यही लगाउनु चाहिन्छ तिमीलाई पनि त्यही स्वास्नी चाहिन्छ खै त रिक्सा गयो धर्म खै कस्तो लाग्यो मनमा ठिक लाग्यो कस्तो लाग्यो मनमा है यता हेर यता 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 फर्किन्छ यता 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 फर्किन्छ साँच्चीकै पता आएछ मान्छे नाटक गरे हो माथि भिडियो बनाउनलाई गरे माथि ल हो क्या भिडियो बनाउनु गरे माथि न प्र्याङ्क गरे हो कि यत्तिकै ल यति रमाइलो राम्रो ल यो पैसा म चाहिँ त्यति मैले गएर हाल्नु मैले प्यारेङ गर्न गएर ल राख कस्तो गर्छ भने म त्यत्तिकै मान्छे त पुरा सिरियस लिन्छ मान्छे सारा बरु सत्य सत्य हाल किन पठाएन मैले त्यति मजा कस्तो गर्छ गरेँ मैले ए एउटा